यी 4वटा ट्रिक्स तपाईँले प्रयोग गर्नुभयो भने नि तपाईँको फलोवर्स नि सुरु उड्छ भनेको। जादुगरले जादु गरे जस्तै तपाईँको फलोवर्स बढ्छ है। 4वटा टिप्स चाहिँ तपाईँले फलो गर्नै पर्छ। पहिलो नम्बरमा पहिलो 3 सेकेन्ड चाहिँ हुक राख्नुहोस्। हुक भनेको के हो तपाईँलाई थाहा नै छैन होइन। हुक भनेको चाहिँ के हो भने भिडियोको सुरुमा सकिङ टाइपको भिडियो, मानिलियो युट्युबरहरूले के गरिरहेको छन्, पहिलो फर्स्ट स्टार्टिङमा चाहिँ के राखेको हुन्छन्, जुदाजु धान गरेको भिडियो राख्छन् नि, क्लिप राख्छन् नि, हो त्यो भने क्या। ट्याक्क त्यो हाल्नुभयो भने नि तपाईँहरूको भिडियो नि यदि भाइरल हुन्छ कुरै छोडिदिनुहोस्। तर के गर्नु, अफसोस 90% मान्छेहरूले यही गल्ती गर्छन्, फर्स्टमा हुक राख्दैनन्, खाँदा खाँदैछु भनेर भिडियो बनाउँछन् है। अर्को छ सर्ट र फास्टिङ। यो कुरा बुझ्नु है। अहिले मान्छेहरूले कहिले भिडियो 10, 15, 20 मिनटकै हालिरहेको हुन्छन् क्या, मैले देखिरहेको हुन्छु। त्यो होइन। अहिले फेसबुकमा युट्युबमा जताततै ट्रेन्डिङ टाइमिङ भनेको 20 देखि 30 सेकेन्डको भिडियो चाहिँ एकदमै बढी भाइरल भइरहेको क्या हो। तपाईँले यो बिचमा भिडियो बनाएर ट्राई गर्नुहोस् है। अर्को 3 नम्बरमा झन् इम्पोर्टेन्ट कुरा छ यार, साँच्चै भनेको। के थाहा छ? डेली कन्सिस्टेन्सी अपलोड। यो भनेको तपाईँहरूले दैनिक भिडियो हाल्नु पऱ्यो क्या हजुर। दैनिक भिडियो हाल्नु पऱ्यो अनि तपाईँको भिडियो भाइरल हुन्छ, भ्युज जान्छ, फलोवर्स बढ्छ। दिनमा कम्तीमा 2 देखि 3वटा भिडियो तपाईँले हाल्नै पऱ्यो। त्यसमा टेक्स्ट हाल्नु पऱ्यो, फोटो अपलोड गर्नु पऱ्यो, हाल्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो। अनि पो हुन्छ त। मेहनत नगर्ने आउनु सहकार्य गरौँ भन्ने अनि कहाँबाट हुन्छ त हजुर। अर्को 4 नम्बरमा छ झन् इम्पोर्टेन्ट कुरा। कुरा सुन्नु है, सेभ पनि गरेर राख्नु। फेरि पछि तपाईँको भिडियो कहाँ पुर्ला स्क्रोल गर्दै अनि त्यहाँबाट बिर्सिनु होला। यी तपाईँहरूले कुराहरू चाहिँ मनन गरेर बनाउनुपर्छ। तपाईँले भिडियो सेभ गर्नु र साथीलाई पनि सेयर गर्नु, साथीले पनि जानोस् यो भिडियो हेरेपछि। अर्को छ ट्रेन्डिङ टपिकलाई। यो त भन्नै पर्दैन, तपाईँलाई थाहा छ। तर आइडिया भिडियो बनाउने बेलामा आइडिया पनि हुँदैन क्या। ट्रेन्डिङ टपिकलाई फलो गर्ने। भर्खरै बारेन साथीको कपडा भाइरल भइरहेको थियो नि, हो त्यसको बारेमा भिडियो बनाउने। केही न केही दर्शकहरूले हेर्नुहुन्छ। यसो गऱ्यो भने कसैको खुट्टै ढोक्नु पर्दैन भनेको। हुरुरु फलोवर्स बढ्छ तपाईँको, हुरुरु भ्युज जान्छ। तपाईँलाई सबैले मन पराउनुहुन्छ। तपाईँहरूले यसको अलावा कस्तो खालको भिडियो बनाउनु भयो भने भाइरल हुन्छ भने एउटै खालको भिडियो बनाउनुहोस् क्या। जस्तै तपाईँको स्टडी टिप्सको बारेमा बनाउनुहुन्छ भने स्टडी टिप्स, आर्मी टिप्सको बारे बनाउनुहुन्छ भने आर्मी टिप्सको बनाउनुहोस्, युट्युब ग्रोथको बारेमा बनाउनुहुन्छ भने युट्युब ग्रोथमा, मोटिभेसन खालका भिडियो बनाउनुहुन्छ भने मोटिभेसन, गेमिङ बनाउनुहुन्छ भने गेमिङको बनाउनुहोस्। बुझ्नुभयो नि। अनि अब टाइटलको कुरा है, यो चाहिँ बोनसको रूपमा तपाईँलाई भन्दैछु। टाइटल कस्तो खालको राख्ने त? अब समस्या यस्तो आउँछ नि। टाइटल चाहिँ खाना खाँदै गरेको, काठमाडौँ जाँदैछु, यस्ता खालको टपिक धेरै आउँछन् क्या। अनि यात्राको हुन्छ त हुँदैन त्यसरी। कस्तो खालको टपिक गरेर प्रयोग गर्ने सुन्नुहोस् है। यो 4वटा ट्रिक्स प्रयोग गऱ्यो भने नि फलोवर्स त उड्छ भनेर क्वेसन मार्क राख्नु पऱ्यो। अर्को टपिक यस्तो खालको, फलोवर्स बढेन यी 4 गल्ती रोक भनेर एउटा टपिक चाहिँ राख्नु पऱ्यो। अनि अर्को छ 2026मा भाइरल हुने सिक्रेट ट्रिक्स। यस्ता खालका टपिक्स प्रयोग गर्नुभयो भने नि तपाईँहरूले कसैलाई केही भन्नु पर्दैन। तपाईँको 100% टप लेभलको क्रिएटर बन्नुहुन्छ क्या तपाईँ। यति गर्दा पनि भएन भने नि ल मलाई ब्लग हानिदिनु, मलाई आएर गाली गर्नु है। र फेरि यदि सुन्नु है, यदि यो भिडियोले तपाईँलाई राम्रो गऱ्यो, तपाईँको भ्युज गयो, फलोवर्स बढ्यो भने नि मलाई थ्याङ्क यू कमेन्ट पनि गर्नुपर्छ नि फेरि तपाईँहरूले। बुझ्नुभयो नि।